1500 को लागि 1500 को लागि मान्छेको जान गएको छ आज। सुन्नु दर्शकबिन, हामीसँग एकजना हुनुहुन्छ जसले उहाँले जानकारी गराउनु भएको छ। स्थानीयहरू साथ बसिनु 1 मिनेट उहाँको धारणा सुन्नुहोस् के भन्दै हुनुहुन्छ ध्यानपूर्वक। यो चाहिँ म चाहिँ यदि भिडियो यो चाहिँ यस सुनसरी जिल्लाको सिडिओ साहबले हेर्दै हुनुहुन्छ, एसपी साहबले हेर्दै हुनुहुन्छ भने हेर्नुहोस् घटना के घटेको थियो र स्थानीयहरूले के बताइरहेका छन्। म तपाईँहरूलाई सुन्नको लागि आग्रह गर्न चाहन्छु। तपाईँहरू यहाँ आइपुग्नु भएको छैन अहिलेसम्म, र यो पीडा बस्नु भएको के थियो भनेर भन्नु होला। राति 1:30 बजे राति होइन सर, राति 1:30 बजे उहाँ चाहिँ सफारी निकालेर घरबाट त्यहाँ चाहिँ 2 जना सशस्त्र बस्नु भएको थियो 2 नम्बरमा। राति 1:30 बजे राति होइन, उहाँ चाहिँ घरबाट सफारी लिएर निस्किनु भयो। उहाँको घरभन्दा 200 मिटर अगाडि उहाँको घरभन्दा अगाडि सशस्त्र बस्नुहुन्छ। सशस्त्रसँग सोधपुछ गर्नुभयो, सर मलाई त्यति सामान छ म लिएर आउँछु। उहाँले सशस्त्रले भन्नुभयो ठिक छ 200 रुपियाँ लाग्छ लिएर आउनु होइन। उहाँ चाहिँ जब चाहिँ सामान लिएर आउनुभयो राति लोड गरेर सामान चाहिँ ठ्याक्क 2 नम्बरमा आउनुभयो पोस्टमा। अनि त्यति बेला सशस्त्रले के भनिरहेछ भने अब 1500 रुपियाँ लाग्छ। यो कुरा तपाईँलाई कसरी थाहा भयो? मैले भन्न खोजेको कसरी अपडेट उहाँ आन्टीलाई चाहिँ भन्नुभयो, अङ्कलले आन्टीले अङ्कल के अरे अङ्कलले होइन आन्टीलाई आन्टीले फोन गरेर बोलाउनु भयो कि पैसा लिएर आऊ भनेर होइन। आन्टीले भन्दै थियो 1500 रुपियाँ मागिरहेछ। म जबसम्म म पैसा लिएर गएँ त्यहाँसम्म तबसम्म म उहाँले चाहिँ गोली हानिसक्नु भएको थियो। गोली कुन ठाउँ लागेछ? बडी छातीमा गोली लाग्यो। 3 फायर हान्नु भएको छ। 3 फायरमा चाहिँ एउटा गोली मात्रै लाग्यो भने हामी सुनिरहेका छौँ। निकालेर लिएर गइसक्नु निकालेर चाहिँ उहाँ होइन, गोली त कसरी निकालेर जान्छ? होइन लिएर गइसक्नु कार्नु भयो। उहाँ चाहिँ हो उहाँ चाहिँ ठिक छ, त्यो पनि हामी गरी के हो भने यहाँ चाहिँ किन मार्नु पर्यो भने यहाँ चाहिँ 1500 रुपियाँको कुरोले यहाँ चाहिँ मान्छे मर्यो। 1500 को लागि 1500 को लागि मान्छेको जान गएको छ आज। यो कुरा चाहिँ नेपाल सरकारले बुझ्नु पर्यो। 1500 को कुरा चाहिँ यो कुरा चाहिँ नेपाल सरकारले गृह मन्त्रालयले बुझ्नु पर्यो। यो घटना जुन घटिरहेको छ यो चाहिँ वास्तविक घटना हो। यो चाहिँ वास्तविक कुरा हो। यदि सशस्त्र प्रहरीले कति पैसा लिने मान्छे मार्न तयार छ भने लाखौं लाख हामी नेपाली नागरिकहरू हो, त्यस्तो नबोल्नु प्लिज नबोल्नु। यो कुरालाई तपाईँहरू चाहिँ तपाईँहरू चाहिँ जिम्मेवारको यदि यस्तो हुनुहुन्छ भने राज्यसँग तपाईँहरूको के माग छ? राज्यलाई के भन्न चाहन्छ? राज्यसँग के आग्रह छ? त्यो एउटा जिम्मेवार व्यक्तिले बोलिदिनु पर्यो।